रेडी भइसकेका छौँ। हाम्रो सर आउँदै नाम भन्नु, नाम भन्दै जानु। रमेश गौतम। हेलो हेलो सर। सर आउँदै हुनुहुन्छ, नाम भन्नु होला टक्क। मेरो नाम रामबहादुर साइनी। ओके, हामी चाहिँ कहाँ जाँदैछौँ? म्याम भन्नु होला। मेरो नाम निशा। आज हामी नवदुर्ग जाँदैछौँ। सर नाम भन्नु न प्लिज। ओके ए सर नमस्कार, नाम भन्नु होला टक्क। कहाँ जाँदैछौँ हामी? विश्वनाथ घिमिरे। हजुर, हामी आज फिल्ड ट्रिप जाँदैछौँ। ओहो हाम्रो ह्यान्डसम सरहरू। ओके, कहाँ जाँदैछ सर? ओके, थ्याङ्क यू सर। हेलो सर, ल कहाँ जाँदैछौँ आज भन्नुहोस् त। नवबुद्ध जाँदैछौँ हाम्रो फिल्ड ट्रिपको लागि। परिचय भन्नुहोस्। मेरो नाम मोहन तामाङ, म रामेछापबाट। नमस्ते, म गोविन्द कोइराला, धादिङबाट। नमस्कार, मेरो नाम ल आफ्नो परिचय दिनु होला, कहाँ जाँदैछौँ भन्नु होला। नमस्कार, म प्रकृति चौलागाई। हामी नवदुर्ग जाँदैछौँ। सर म गोपाल सराई, जाँदैछौँ हामी गुम्बा। कविता शर्मा चितवनबाट हामी काभ्रेको नवबुद्ध हेर्न जाँदैछौँ फिल्ड ट्रिपमा। भन्नु न म्याम, नाम सहित। ए मेरो नाम शेरकुमार भन्नुपर्ने हो। हजुर, ढकाल गोर्खाबाट। नमस्कार, म सङ्गीता गौतम काभ्रेबाट। कहाँ जाँदैछौँ भन्नु होला। नवबुद्ध जाँदैछौँ धादिङबाट। हामी नवबुद्ध जाँदैछौँ मनप्रिटोडाबाट। हामी नवबुद्ध जाँदैछौँ। नमस्कार, म सङ्गीता काभ्रे मकवानपुरबाट। नमस्कार, म सुडा पौडेल, म हेटौडाबाट। हामी नवबुद्ध जाँदैछौँ। नमस्कार, म छवि पौडेल, बारुसे सिन्धुपाल्चोकबाट। हामी आज नवबुद्ध जाँदैछौँ। ल म चाहिँ फाइनली गाइस, अब हामी चाहिँ आज फिल्ड ट्रिपमा जाँदैछौँ। हाई, नमस्ते। हेलो म्याम। सर नमस्ते। आज चाहिँ हामी नवबुद्धको फिल्ड ट्रिपमा एजुकेसनल टुरमा जाँदैछौँ। म सर एकदम ह्यान्डसम भएर जानुभएको यो चाहिँ अहिले हामी नवबुद्धमा गइरहेका छौँ। सबै सबै अगाडि हुनुहुन्छ, सरहरू पनि हुनुहुन्छ। झप्रेल चाहिँ म हो। ल हाम्रा सरहरू आउनुभयो यहाँ, हाम्रो ग्रुपका एकदम। हजुर, झप्रेल हजुर हजुर झप्रेल।
ल हामी चाहिँ अहिले नवबुद्धमा जाँदैछौँ है, सर नवबुद्धमा। महायान सूत्र अन्तर्गत हजुर 18औं अध्याय व्याकरण परिवर्तन नवबुद्ध प्रसङ्गको हजुर बारेमा व्याख्या गरेको कहिले बनेको हो? तीनवटा भाषामा हजुर लेखेको रहेछ। हजुर एउटा इङ्ग्लिस भाषामा, एउटा टिबेटन भाषामा, नेपाली भन्नुहरू चाहिँ धेरै पुरानो, धेरै बुद्धको अवतार भन्दा पनि पहिला भएको हुनाले है नवबुद्ध नाम रहन गएको भनेर त्यो नवबुद्ध जुन त्यो ज्ञान प्राप्त गर्नुभन्दा अघिल्लो धेरैवटा बुद्धहरू प्राप्त गरेपछि मात्र बुद्धत्व प्राप्त गरिन्छ भन्ने त्यो मध्ये चाहिँ नवबुद्ध त्योभन्दा अगाडिको बुद्ध भनेर यही ठाउँमा मात्र नवबुद्ध चाहिँ कसरी भयो? नवबुद्धको अर्थ चाहिँ यहाँ एउटा कथाको रूपमा रहेको छ। यसमा चाहिँ पहिला राजाहरू उनका छोराहरू थिए, त्यो छोराहरूमध्ये कान्छो छोराले चाहिँ हजुर यो ठाउँमा आउँदाखेरि एकदम बगिनीलाई चाहिँ आफ्नो सन्तानहरू भएको उसलाई चाहिँ एकदम बिरामी परेर खाना दिन नसकेको अवस्थामा चाहिँ राजालाई चाहिँ त्यो बगिनीलाई चाहिँ आफै मासु काटेर हजुर चढाएपछि अनि उनलाई चाहिँ झन् चाहिँ बढी शक्ति प्राप्त गरेको हुनाले उनलाई चाहिँ त्यो अनुसारको नवबुद्धको बुद्धत्व प्राप्त गर्यो, ज्ञान प्राप्त गर्यो भनेर त्यही अनुसार यसलाई नवबुद्ध भन्ने। यसलाई चाहिँ हामी यो पढ्नको लागि चाहिँ कहाँ युट्युबमा भेट्छौँ कि हामी कहाँ भेट्छौँ होला त? यसमा विभिन्न युट्युबहरूमा पनि छ, तपाईँको बुक किताबहरू पनि बुद्धत्वसँग सम्बन्धित बुकहरूमा सम्बन्धित हजुर रहेका छन्। थुप्रै छ है। थुप्रै किताबहरू। हस् धन्यवाद सरलाई। हस् हाम्रो संयोजकजी हुनुहुन्छ आजको, त्यही भएर उहाँसँग चाहिँ धेरै कुराहरू बुझ्न खोजेको छ हामीले चाहिँ। सर एकछिन ल बुद्ध भन्नु त सर एकछिन यहाँ यहाँ चाहिँ राजाको छोरा ठाउँ देखाउँदै अझ राम्रोसँग उहाँले भन्नुहुन्छ। ल म्याम भनिदिनु त दिदी, एकचोटि राम्रोसँग भनिदिनु न प्लिज। ती राजाको छोरा घुम्न आउँदाखेरि हजुर अनि उहाँ चाहिँ के अरे बाघ चाहिँ भोकै सुत्केरी रहेछ अरे कि ए सुत्केरी भोकै रहेछ अरे। हजुर अनि त उहाँले चाहिँ एउटा औँलाको रगत खायो अरे पहिला, हजुर अनि अलिकति बिउजा जस्तो भयो अरे, हजुर अनि पछि हात अलिकति दिँदाखेरि अलिक उठ्या जस्तो भयो अरे, हजुर अनि पछिबाट चाहिँ अनि ज्यानै खानुहोस् तपाईँ, अनि मेरो हात चाहिँ रुखतिर जुन्नाएर राखिदिनु भन्नुभएछ अरे बुद्ध भगवान्ले बाघलाई, राजाको छोराले राजाको छोराले हजुर बाघलाई हजुर हजुर उसले बाँस जति खाएर हजुर चाहिँ रुखतिर जुन्नाएर त्यस्तो कहाँ रुखमा ढुन्ड्याएको कहीँ देख्न सक्छौँ हामी? त्यस्तो केही इसारा जस्तो बनाएको कहीँ? त्यस्तो इसारा त खोइ तर उहाँलाई चाहिँ झन् चाहिँ बुद्धत्व बढी प्राप्त भयो भन्ने चाहिँ हजुर ज्ञान रहेको छ कि ए ए ए त्यही भएर उहाँलाई खुवाउनु भयो हजुर त्यति उनलाई चाहिँ बुद्धत्वको ज्ञानहरू बढी प्राप्त भयो। प्राप्त हुँदै गयो। ए त्यही भएर यो बाघ चाहिँ ए यो बाघ चाहिँ बाँच्यो अरे, सुत्केरी बाघ चाहिँ सुत्केरी पनि बाँच्यो प्लस बच्चा पनि बाँच्यो होइन त? ए यहाँ हेर्न सक्नुहुन्छ है त। त्यसको थापना यही हो कि ए बाघ र सुत्केरी हजुर हजुर अच्छा रगत रगत खुवाएर हस् धन्यवाद दिदी। यहाँ चाहिँ अब भविष्यमा आइसकेको छ। बगिनी भयो यसको ठ्याक नाम हो त एकदम लि भने चाहिँ तपाईँको शरीर भयो। यो जिन भन्नाले चाहिँ दान भन्छ, भन्नार्थ बगिनीलाई शरीर दान दिएको, आफ्नो शरीर। यो चाहिँ गौतम बुद्ध, शाक्यमुनि गौतम बुद्ध गौतम बुद्धको पूर्व जन्ममा बुद्ध नहुँदाखेरि नगर्दाखेरि पूर्व जन्ममा उहाँ के भन्छ त्यो जुन आफ्नो मार्गमा हुने क्रममा अथवा यसलाई छोटकरी भन्नुपर्दाखेरि उहाँ बोधिसत्व हुनुहुन्थ्यो। अनि त्यो बेलामा उहाँ चाहिँ राजाको कान्छो छोरा राजाको छोरा मध्ये एउटा हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ यसो त्यो राजकुमार हजुर राजकुमार, अनि त्यो राजाहरू पहिला शिकार गर्ने जङ्गलमा भ्रमण गर्नुहुन्थ्यो। त्यो क्रममा उहाँ यहाँ आउनुभएको थियो। उहाँको नाम चाहिँ सिद्धार्थ गौतम होइन, पूर्व जन्ममा उहाँको नाम चाहिँ बोधिसत्व हुनुहुन्थ्यो होइन?
सिकारको क्रममै आउनु हजुर हजुर बोधिसत्व प्राप्त हुनको लागि चाहिँ यो ठाउँमा आइपुग्नु होइन होइन उहाँ चाहिँ बोधिसत्व त्यतिखेर चाहिँ बोधिसत्व हो कि अनि पूर्वजन्ममा बोधिसत्व पुण्य सुसम्पन्न भइसकेपछि बुद्धत्व प्राप्त चाहिँ उता बोध गएमा गयो होइन लुम्बिनीमा चाहिँ जन्मियो जन्मेर अनि त्यो लीलामा चाहिँ उहाँले बुद्धत्व प्राप्त गर्यो बुद्ध भनेर त ज्ञान न हो मेरो नाम आचार्य कर्म मिङमार शेर्पा कर्म मिङमार यो इकार हुन्छ इकार मिङमार शेर्पा अब यो छोटो टाइम सके पूजा यो छ बत्ती बाल्ने ठाउँ पूजारी ठाउँ सबै उताको यहाँ ए भने उता बत्ती बाल्न पाइएन वही बत्ती बाल्न पाइन्छ जति बत्ती बाल्ने पूजा गर्ने ठाउँ नवदको उत्पत्तिको ठाउँ ल फोटो खिचिहालौँ न हामी पनि के म्याम के देख्नुभयो ए हो हस् ल अर्को भन्नु हुँदैन फेरि के देख्यो भनेर अहिले यहाँ हेर्नु माग्ने सदस्य तपाईँको पनि समस्या के अबिर सबिर दराइदिँदैन एकछिनमा छवि सरी लागिराख्नु भएको फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुल्किन्छ नै काया वस्तु अनुसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार चिन्ता जुत्ता होस् मेरो चोली जुत्ता होस् मेरो बैतलाले किरै नमरोस् चिन्ता सुत्ता होस् मेरो टोली फुट्टा होस् मेरो पैतालाले किरै नमारोस् राम्रो आँखामा हुन्छ राम्रै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार सारी बुढैमा मेरो मायालाई देखियो सोल्टी बुढैमा सारी बुढैमा मेरो मायालाई देखियो सोल्टी बुढैमा धुली खेल्न आयो धुली खेल टाढैमा बस्न पाए हुन्थ्यो नि हाडैमा सारी बुढैमा मेरो मायालाई देखियो सोल्टी बुढैमा धुली खेल टाढैमा बस्न पाए हुन्थ्यो नि हाडैमा सारी बुढैमा मेरो मायालाई देखियो सोल्टी बुढैमा सारी बुढैमा मेरो
केन्द्रमा नाचौँला चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा फुली खेलाको परदेशको साथी भेट भएको चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा फुली खेलाको परदेशको साथी भेट भएको चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा रमाइलो भएको छ तालिम सँगैमा झम्झै भएको छ चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा भेटायो चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा सिकाइको त्यसरी मेटायो बागमतीका साथीलाई भेटायो चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा स्कुलमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा फुलमा बोली गली गर्छ किसकिसमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा खेलियो जमाना चले बनाइदिन्छ रमना चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चाँदिया पाका छौँ एउटा बिस्ने हारेर आएका छौँ चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा लागेसी मसला सुँगामा साह्रै नै असला चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा भगवानले झुरायो चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा सानी उस्तै भगवानले झुरायो चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा पल्केको चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा पल्केको बाहिर मलाई हेर्नलाई पल्केको चरी गुडैमा
चिठ्ठी हेर्नु पाल्दै भयो यहाँ मायालाई भेटियो सोल्टी मुरैमा चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा झ्याल ढोका थुनेर म त बसेँ त्यही गीतलाई सुनेर चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा एउटै छ चिल्ला भाइ बनाउलाई मिल्ला कि नमिल्ला चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा सूर्य पुगेन कि मेरो त ठिक छ म साथी हजुर लागे अवश्य चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा चारी गुडैमा मेरो मायालाई भेटियो तालिम केन्द्रमा गफ पनि गर्ने हो भोलिदेखि आफूलाई सुरु गर्ने हो चारी गुडैमा मेरो मायालाई भेटियो तालिम केन्द्रमा भए नि चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा भए नि चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा टाढैको सिन त्यस्तो सिन काहीँ गई देख्दिन चारी गुडैमा मेरो मायालाई भेटियो तालिम केन्द्रमा चारी गुडैमा नै यहाँबाट आइरहेको चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा चारी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुरैमा हस् ल हस् म्याम हस् ओके राम्रो लाग्यो ओके रमाइलो हस् थ्याङ्क यू एकदम रमाइलो बहुत इन्ट्रेस्टिङ आयो एकदम रमाइलो ल रमाइलो भयो है हजुर अलि अगाडि थोरै साता म्याम हस् थ्याङ्क यू एकदम रमाइलो भयो म्याम रमाइलो हाम्रो सँगै रमाइलो सर कस्तो भयो हजुर कस्तो भयो सर यात्रा असाध्यै रमाइलो हस् रमाइलो सर ओके सरको कस्तो भयो सर म्याम हस् सर कस्तो भयो यात्रा म्याम कस्तो भयो
रमाइलो भइरहेछ एउटा सर खाजा मिठो आजको संयोजक सरमा चाहिँ सर मोहन सर एकदम त हस् पेन्सिल सर खाजा आज चिकन रहेछ नि खाजा चिकनमा धन्यवाद सबै खिच्नु पऱ्यो नि त अब त्यस्तै एकदम आउँछ आउँछ हस् हेर्नु होला त्यहाँ ल त्यहाँबाट हामीले धेरै रमाइलो र धेरै ज्ञानवर्धक कुराहरू प्राप्त गऱ्यौँ र छोटो समयमा रमणीय भ्रमण फलदायी भयो। यसकै आधारमा चाहिँ आज हाम्रो छोटो यसमा सबै 7वटा ग्रुप बनाएर प्रतिवेदन पनि हामीले लेखेर सकिसकेका छौँ र आजको तालिमको यही समाप्त भएको छ र भोलि बिहान 7:30 कक्षाभित्र प्रवेश गरिसक्ने भन्ने पर्नेछ भन्ने सूचनासहित आजको सेसन यही समाप्त भयो। ल अब अलिक ब्याकमा भन्छ है त हस् धन्यवाद सर। अब भोलि चाहिँ हजुरहरू 7:30 मा हलभित्र आइपुग्नु भन्ने सरले भनिसक्नु भयो होइन। हजुरहरू 7 बजे आएर यहाँ क्यान्टिनमा चिया खाने अनि भोलि बिहानको खानाको पैसा अफिसले नै तिर्छ चिया खानाको। हामी यहाँ बिहानदेखि भोलि हजुरहरूले यो अहिले बनाउनु भएको रिपोर्टहरूको प्रेजेन्टेसन हुन्छ सर्ट प्रेजेन्टेसन अनि त्यसपछि हिजो फर्स्ट डेमा हजुरहरूले जुन ग्रुप बनाउनु भएको छ त्यो ग्रुपबाट हजुरहरूले सोच्दै बस्दा पनि हुन्छ है केही टिचिङ एक्टिभिटीहरू बनाउने ह्युमन भ्यालु कन्टेन्टसँग जोडेर तपाईँहरूले छनौट गर्नुभएकै कन्टेन्ट छ त्यहाँ त्यसमध्येबाट एउटा लिएर केही एक्टिभिटीहरू तयार गर्छौँ अनि त्यसपछि हाम्रो भोलि क्लोजिङ हुन्छ। दुईटा मात्रै काम रह्यो एउटा रिपोर्टिङ गर्ने यसको अन्तर्क्रिया छलफल गर्ने अर्को एक्टिभिटीहरू तयार गर्ने अस्तिकै ग्रुपमा बसेर दुईटा ग्रुप होइन फर्स्टमा यो ग्रुपमा बसेर सक्ने यो अहिले कन्टिन्यू गरेर सेकेन्डमा फर्स्ट डेको हजुरहरूले जुन म्यापिङ गर्नु भएको छ त्यसमा आधारित भएर एक्टिभिटीहरू तयार गर्ने हाम्रो पेपरमा बनाएको कुराहरू राख्नु भएको छ नि होइन हो अनि त्यसपछि हामी क्लोजिङमा जान्छौँ। क्लोजिङ अब हजुरहरू भोलि 7:30 भनेको 7:30 आइपुग्नु भयो भने 10 10:30 मै पनि हुनसक्छ अलिकति ढिला भयो भने फेरि 11 बजे भने 12 बजे आउँछ त्यसैले टक्क 7:30 मा आइपुग्नु भयो भने 10:30 सम्ममा हजुरहरू थ्याङ्क यू म्याम क्ल्याप क्ल्याप। आज चाहिँ चौथो दिनको चाहिँ यो